सो हेलो एभ्रिबडी, आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। म चाहिँ अब यसो आज शनिबारको दिन यसो राइड जाऊँ भनेर अनि यसो बाटोतिर गएर यसो हेल्पहरू पनि गरौँ भनेर निस्किन लागेको है। टक्क भेटौँ मोटो ब्लगमा। मैले चाहिँ पसल देखिसकेको छु गाइज। अब पसलमा गएर यसो खानेकुराहरू किन्नुपर्छ है। $220 हो। अब यो एक झोला भयो। खोइ जार कहाँ गयो? अनि फ्रुटी कसरी हो? हजुर 30 रुपियाँ। फ्रुटी 1 2 3 4 5 6 7 8 9 10 30 भनेपछि 6 वटा। 1 2 3 4 5 6 6 वटालाई कति पर्यो? 180। 6 वटा पनि हालिदिनु फ्रुटी। अनि त्यस पछाडि 6 वटा प्लास्टिक पनि दिनु। कति भयो? पुगेन भने थप्देऊ है। प्लास्टिक 6 वटा। यो छुटाएर राख्ने हो कि यो दिने हो कि उता हेल्प गरिदिने हो कि, त्यही भएर यताउता मिलाइदिनु न। यसलाई फोडिदिनु होइन, फोडेर दुईवटा गरिदिनु ल। 6 ठाउँमा फ्रुटी एक एकवटा अनि लिनु त। बाई बाई। ऐ झन्डै लडे या। छुट्टा छुट्टै गरेर 6 ठाउँ। ध्यान दिउँ है हाम्रो दाइलाई है। दाजु एक ठाउँ हेल्प गर्दै है मैले गाइज। एक ठाउँ हेल्प गरिदिइसकेँ मैले है। टक्क बाइक यहाँ राख्ने हो होइन। मेरो बसन्तीलाई यहाँनिर राख्नुपर्छ। ओहो लिनुहोस् त, खानु है। लिनु बा। खानु है। ओइ अब फेरि माथिबाट किनेर ल्याउँ है। अहिले फेरि माथिबाट किनेर ल्याउँ है सिधो। अहिले आउँछु है दाइ। हजुर समातो त यो है, समातो त लिनु त।
एट्याकमा ओ माछा कस्तो टिप 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 अहिले बाँदर आउँछ कि बाँदर आयो हामीले त्यहाँ दिइसकेको है हो यहाँ ए अहिले आउँछु भनेको थियो त्यहाँ खोलिदिनु पर्छ दाइ खोलिदिनु पर्छ वान पिस त्यो दाइले दिइसकेको सो हेलो एभ्रीबडी अहिले हामी फेसबुकको यो टर्निङमा छौँ होइन भाइरल रोड भन्छ होला होइन भाइरल टर्निङमा छौँ होइन हामी एउटा झुसे अर्को झुसे यहीँ छ अनि हाम्रो बसन्तीहरू चाहिँ एउटा यहाँ छ एउटा यहाँ छ है अनि टक्क हामी चाहिँ अब यसो फोटो भिडियो बनाइयो होइन यसो हेलसेल पनि गरियो अब हामी टक्क कालुपाडै अब जाँदैछौँ यात्रासम्म अब त्यहाँनिर यस्तो मिठो कर्नर यस्तो दामी उइली त बिस्तारै हाल्नु होला क्लच प्लेट जानु आएको छ त्यही पनि यताउता मिलाएर भिडियो टकटक हजुरहरूलाई देखाउनु कोसिस गर्छु म है त्यो भएर अहिलेलाई यहाँ मोटो भ्लगमा भेटौँला साउन्ड चाहिँ कस्तो आइरहेको छ हेर्नु है गाइस Oh my god. Kami dekat, kami pada pulang lagi. हेर यार एब्सेट वाला भयो भेटो यार खोइ त कहाँ गयो एब्सेट वाला खोइ कार्की ज्यारै छैन त यार लुजर लास भएर परसम्म पनि छैन कि अब के गर्ने खोइ एनएसँग भन्दा त एक्लै हुनु जस्तो लाग्छ भयो नि त Oh my god, Dani. यहाँ त कर्नर हुँदैन हेर चिप्लिन्छ यहाँ त यार कहाँ गयो त यार खोइ ला कर्नरमै आइपुगेन यार केटा त छ एउटा विली जाओस् भएन हाम्रो हो नि त
यता हो हेलमेट झोला लिएर आउन अब उतैबाट निस्किने हेलमेट झोला लिएर आउन यतापट्टि हेलमेट झोला लिएर आउनु हाम्रो यहाँ एनएस राइडरहरू छौँ हामी पनि होइन भागा भाग सब भागे फर्केर यार हामी त नर्मलै छौँ नि त होइन तर मोडगाड चाहिँ छैन मेरो टक्क बारेर हामी चाहिँ जानुपर्ने हुन्छ हामीसँग त डकुमेन्ट सबै छ चट्ट पारेर जाउँ छ बोकेको छ देऊ त सबै छ सर त्यो भित्रको गोजीमा छ है यता भित्रको कुरा होइन पछाडि होस् यहाँ नहो हुन्छ अब मेरो त रस जान्छ त्यो न दायाँ जान्छ न बायाँ जान्छ अड्केर बस्ने चाहिँ यही हो नि भाइरल भएको भिडियो त्यो छिरिङ वाइटी भेट्दैन यिनले भिडियो बनाउँदैनन् के अहिलेको त नर्मल हिँडेको नि हामी अहिलेको त नर्मल हिँडिरहेछौँ यहाँनिर चाहिँ भिडियो बनाउनु पर्ने थियो उयो कर्नरमा चाहिँ कस्तो दामी भिडियो निकाल्नु पर्ने थियो यसमा होइन अर्कोमा चाहिँ होला अर्कोमा हो misfire पढाउने कसरी हो बुढी गर्दै कसरी हो त मिलाएर के मिल्यो ए पड्केन अहिले त ऊ पड्क्यो कहाँ गयो यार अघिको केटाहरू यहाँ आइपुगेछ नि त नि चेकिङमा परेको केटाहरू
अब जिआरमा आइसक्रिम किन्न लानुपर्छ यहाँ कहाँ यहाँ